हामी चाहिँ यहाँनिर फोटो खिच्ने क्रममा लु हाम्री माया फुल जस्ती राम्री छिन् अनि गुराँसहरू पनि फुलेकी छिन्। हामी चाहिँ फोटो खिच्ने क्रममा अब तिनजुरे आएको। अब हाम्रो नास्ता पान खाना पान सब भएर अब हामी उकालो चढ्दै उकालो चाहिँ त्यस्तो छ नै हजुर। ल हाम्रो भान्जी लागिन् अब हामी पनि लाग्ने हो। ल हामी चाहिँ झोला उठाइ है अब ल रहेको पहेकोहरू लिएर आउने हो। गाइजहरू हामी हिँड्यो लाग्यो उकालो उकालो बाटो अब जाउँ तेर्से है त्यहाँ माथि त्यस्तो छ। सास बढ्न थालिहाल्छ। मेरो सल अगाडि लग्यो होला हौ त्यहाँ होइन यहीँ लिएको छु। हामी चाहिँ अब यो बाटो उकालो जानुपर्ने यस्तो छ। हामी चाहिँ यहाँनिर खाजा खाना खायौँ। फुलहरू यसरी लाली गुराँसहरू फुलेको छ। ल हामी चाहिँ अब लागेको तर गलियो कि छ फुलहरू यसरी फुलेको छ है। हाम्रो लु यहाँ तलै मौसम ठिक छ एकदम भिड। यहाँनिर लड्यो भने चाहिँ हड्डी पसली एक हुन्छ भन्नु नहुने यस्तो छ। ल हाम्रो गाडी त्यहाँ माथि छ। यहाँबाट हामी चाहिँ उकालो लागेको सास बढेर। ल हाम्रो जेन्जीहरू चाहिँ तल छ यही गुराँस फुलेर यो हल्का फुलेको छ। हामी खाजा खाएको ठाउँ त्यहाँ सर हिँड्दैछौँ है ढकमक गुराँसहरू फुलेको छ तर हामी यो त डाँडामा चढ्नुपर्ने त्यो चुच्चोमा बाटो चाहिँ छ यस्तो उकालो। हामी चाहिँ टुप्पोमा पुग्नु आँट्यो ऊ त झन्डामा पुग्ने है हामी त्यहाँ यहाँ माथि यो भिड हामी पुग्नु आँटेको छौँ। गइसके हाम्रो जेन्जीहरू अगाडि जेन्जी ग्रुपहरू फुल्नु बाँकी रहेछ अलिक आधा सरो फुलेको छ यस्तै छ है। उकालो चढ्दैछौँ उकालो नाच्छु नै। ल मेरो भान्जीलाई गाह्रो परिरहेको छ। ल बिस्तारो आस्ते जेन्जी स्टेप जेन्जी बाती भएर माताले हामीलाई तान्नुहुन्छ। ए यता हाम्रो बहिनी पनि आउँदै हुनुहुन्छ। ल के छ त बहिनी ठिक छ? ठिक छ ए ल लु अब हाम्रो यस्तो छ है। यहाँ हामी चाहिँ तिनजुरेको उकालोमा गुराँस फुल्नु बाँकी छ। सलतिर फुलेर ढकमक्क छ ढकमक्क छ है। त्यहाँ डान्स हुँदैछ हामी त्यहाँ खाजा खायो निस्केको भिड यस्तो छ।
हजुर भान्जी त्यो भन्नुहोस्। पल्लो डाँडाको भू छ नि जङ्गल हो, त्यहाँ हो सबै गुराँस। त्यहाँनिर 34 जातको गुराँस पाइन्छ योमा पल्लो अनि त्यहाँ पुग्नु सकिन्छ अहिले? त्यो जङ्गल पुरै गुराँसको मात्रै ऊ अलिअलि फुल्दैछ बट्टाबट्टा। त्यो त्यसकै चुचीमा पुग्नुपर्छ हामी सबै गुराँस हेर्नु। ओके भान्जी, पुऱ्याउनु तपाईँको काम। आज पुगिँदैन अरे नि, हँ? आज पुगिँदैन अरे नि। त्यो हिँडेर जान्न सक्यो कि गाडी नलाने। पाँचीले भाडामाले हामीलाई पुऱ्याउँछ। बल तागत दिनुहुन्छ, हामी आउँदैछौँ गुराँसहरू फुलेको हेर्न। आइपुग्यौँ हामी झन्डामा। ल आउनुहोस् माइज आउनुहोस्। ज्ञानो भयो लड्नु होला। उता पनि अब मुनि यतातिर पनि देखाउनु, यता उता देखाउनु मलाई उनीहरूले उता झन्डाहरू देखाउनु। सबै दृश्य त्यस्तो छ, फुल फुलेर ढकमक्क छ, ढकमक्क। हामी चाहिँ आइपुग्यो पाथी भाडा होला, पाथी भाडा होला। ल हामी एन्ट्री, हामी पाथी भाडामा आइपुग्यौँ, सानो पाथी भाडामा। खाएर पूजा गर्नु हुँदैन होला है? त्यही त। अब माफ गरिदिनु। हामी चाहिँ सानो पाथी भाडामा त आयौँ। यहाँनिर हामी चाहिँ अब दर्शन चाहिँ त्यहाँभित्र चाहिँ पसिनाङ बाहिरबाटै हामीले दर्शन गऱ्यौँ, किनकि हामी खाना खाएर आयौँ। त्यही भएर माताले हामीलाई रक्षा गर्नु, माफ गरिदिनु भयो। यहाँनिर छन् हाम्रो साथीभाइहरू, यस्तो छ पाथी भाडा माता, यस्तो छ नै। यहाँ हाम्रो जनताहरू यहाँ छन्, यो जनताहरू। ल यहाँ यस्तो छ, यसरी हामी घुम्नु आएको। लाली गुराँस फुलेको छ, लाली गुराँस फुलेको छ यहाँ सरी मजाले चाहिँ फुलेको छैन रहेछ। यहाँ भाइ पनि हुनुहुँदो रहेछ। ल पारा पारा भाइ पारा ल माता हुनुहुन्छ, बाहिरैबाट हामीले दर्शन गऱ्यौँ। रक्षा गर्नु होला माता, हामीलाई माफ गर्नु होला। पहिला साह्रो छ नै, यस्तो राम्रो रहेछ यहाँ। अब जुत्ता लाइन्छ कहाँ छ पानीको यहाँनिर टावर पनि रहेछ यहाँ। भाइ पारा अघि खिचिसकेको छु, तपाईँहरूले नभनी तर पनि। ल हाम्रो ग्याङ है, हाम्रो माइजी लु सबैलाई देखाउनु। ल त्यतिकै जुम्छु। नमस्ते, हामी चाहिँ अब यता चौरीतिर लागेको। यो हाम्रो ग्याङहरू हो।
जाँदैछौँ हामी फुलहरू हेर्नु भन्नु पनि हामी चाहिँ अब लागेको यता यो डाँडातिर हावाले हानेर केस एकातिर मान्छे एकातिर जाँदैछन् हाम्रो साथीभाइहरू यता ल हामी चाहिँ 3 जुलाईमा आएको छु यस्तो छ हावा सरर हावा हाम्रो चाहिँ यता फोटो खिच्दै गरेको क्रममै यहाँ हाम्रो दाउरा छ है यहाँ जाडोमा दाउरा आएको ताप्ने यो पारा आफ्नो तालमा सबैजना आफ्नै ताल आफ्नै पारामा सबै यस्तै चौकिरहेको छ चरा थाम्छ मलाई त ए जुत्ताको चाहिँ खोलेर बस्नु रहेछ कपाल अलि पछाडि लाउनु भाउजूको कपाल अलि पछाडि लाउनु लु अलिक नटिप्नु यता हेर्नु लु च्याम्पियन हुनुहुँदो रहेछ भिडियो पनि है उमेर 16-17 को ए के पो ए के अरे उमेर मेरो मोबाइल हामी सेल्फी हान्छौँ र 16-17 को उमेर 40-45 को अब के गर्ने हो यस्तै छ जिन्दगी हरे राम हरे कृष्ण हरे गोविन्द हाम्रो चाहिँ सेकेन्ड चोटिको है यो खाना है निकालेको छैन है गाई छैन भनेर नगर्नु पुरा अब सेकेन्ड चोटिको हो यो हाम्रो नास्ता पान अघि खाइवरी गएको ल अहिले चाहिँ हामी तल्लो डाँडामा झरेर खाना खाएको खाना सबै